यो दुनियाँमा धेरै किसिमको मान्छेहरू हुन्छन्। ती मध्ये केही खराब र केही राम्रो बानी भएका हुन्छन्। तर आजको यस भिडियोमा यस्ता व्यक्तिहरू छन् जुन अझ माथिल्लो स्तरको खराब छन्। ती व्यक्तिहरू को हुन भनेर थाहा पाउनको लागि भिडियो पुरा हेर्नुहोला। ल अब ढिलो नगरी भिडियो सुरु गरौँ। एक्लै त गुड्का खाना आइस त यत्रो ठुलो भइस। म त कोक्को नै होला भनेको यो पो रहेछ त। ल ल खा ल ल। घरमा बुवाले थाहा पाल्नु पो अब यसलाई पो के भन्ने यो मुलालाई। हेर केटा, अबदेखि म यो गुट्का सुट्का केही खाँदिनँ, छोडिदिन्छु अब। र तँ पनि मेरो घर नखा अब। के भएर? लामो कथा छ हेर केटा, त बुझ्दैनस् त। ए तैँले खाना छोडिदिइहालेछु। हेर मैले खाएको हेर। साला अस्ति मैले नछोडेको बेला चाहिँ मसँग माग्थिस् छैन भनेर, अनि अहिले मैले छोडेको बेला चाहिँ यत्रो बन्डलले लिएर बस्यो जस्तो त। अब मलाई के थाहा छ तैँले छोड्छस् भनेर। ला खा, धेरै नाटक नपास। म खाँदिनँ यार, यस्तो मैले छोड्दैछ। मैले एकचोटि भनेपछि भयो के, म खाँदिनँ। ला न खा। खाँदिनँ यार म। ए खाना ओइ ला न खा न खा। ओइ खा न छिटो। खाँदिनँ म। कस्तो यहाँ टोइलेट लागेको आएछ। फेरि खानेको लपुटा। हो कति बजिसकेको छ? झ्याक झ्याक हुन थाल्यो। राम रातिको त 1:30 भइसकेको छ। अब सुत्नु पर्यो, अझै एकछिन मोबाइल चलाउँछु अनि सुत्नु पर्यो अब अझै। यस, अब एकछिन मोबाइल चलाउँछु, हेर्छु यहाँ रिल्सहरू। के छ यहाँ भित्र? के आयो यहाँ भित्र? के छ हेर्नु पर्यो। पहिला यो अमृत प्लस खा। ल भोला खा। अनि यो त यहाँ पनि आएछ फेरि। यो कतिचोटि भन्नु म नखाने भन्नु, जाकै भाइ नखाने म। सुरामा सुत्न दिँदैन, हग्न दिँदैन, काहीँ बस्न दिँदैन त के भएको यार थियो त्यस्तो यो। अझ यसलाई गुट्का म देखाइ खान्छु। ओइ त किन आएको यहाँ फेरि? ए भाइ के देखाउँछ? खाएको हेर मुखमा यी साला देखाउँदो रहेछ खाएको। यो एड्रेस कहाँ हो भनिदिनु न। भयो भयो भाइ, थ्याङ्क यू, हस् त, नमस्ते।
थ्याङ्क यू भनिदिनु आज भेटेको नेपालको जनताहरूलाई के भएको हो कुनै एड्रेस सोध्यो जोसँग मुखमा गुट्का हालेर बसेको हुन्छ अझै जो पनि मुखमा गुट्का हालेर बसेको हुन्छ अनि एड्रेस सोध्यो कि के बोल्छ थाहा नै हुँदैन अब नेपालहरू यस्तै हो कि नेपालीहरू यही गुट्का खाएर हो कि बिग्रेको देश बरु दाइ यो तपाईँलाई यो एड्रेस थाहा छ कि हेर्नु त मलाई यो पनि गुट्का खानै परेछ दाइ होइन के लाग्छ यसले तात्न छाड्यो अलि न्युज च्यानलहरू लाज न्युज च्यानलहरू अँ ल नमस्कार दर्शकबिनहरू आजको मुख्य समाचार यस प्रकार रहेको छ आजभोलि नेपालमा गुट्का खाने मानिसहरूको सङ्ख्या धेरै अत्याधिक मात्रामा बढिरहेको छ र यसको लक्षणहरू चाहिँ म तपाईँहरूमाझ भन्न गइरहेको छु लक्षण नम्बर 1 छ अत्याधिक मात्रामा खान नपाएर टाउको बनाइराख्ने होइन यो के गर्छ है ए मम्मी त्यो धेरै दिन भयो थियो ननुहाएर त्यो टाउको चिलाइराखेको त्यसले लक्षण नम्बर 2 बढी मात्रामा निन्द्राको अभाव भएर हाई हाई गर्ने लक्षण नम्बर 2 यसको यस प्रकार रहेको छ होइन है केटा यति धेरै किन हाई गरेको मम्मी त्यो रातभरि यसो पढेर होला निन्द्रा लागिराखेको सुत्न पाएन रातभरि त्यसैले मेरो केटा हो होइन चुरोट गुट्का सुट्का खाने साने होइन राम्रो चिज मात्र खाऊ होइन पैसाको भ्यालु छ पैसा सोइसा अब यत्तिकै उडाउने होइन धेरै बाँकी छ अझै लाइफ स्टाइल चेन्ज गर्नुपर्छ हामी सबैले होइन खतरा गर्नुपर्छ भन्ने सोच राखेर हिँड गुट्का सुट्का यता उतै खाएर अहिलेको जेनेरेसनमा यस्तो खाएर हिँड्छ तिमीहरूले त अनि मोटिभेसन दिने हो अरूलाई सिकाउने हो नखाऊ भनेर हो यार केटा हो तैँले ठिक भने यार ल केटा हो म एकछिन त्यहाँ हिसाबले आउँछु भने केटा हो यसले कत्रो टाइम लाग्यो यार म त भनेर गएको 10 घन्टा लागिसक्यो जम त एकचोटि हेरेर आउँदै केटा जम भन बेबे मैले हाम्रो साथीहरूलाई क्लास दिइरहेको थियो हल्का गुट्का सुट्का नखाऊ भनेर त्यसो क्लास मोटिभेसन क्लासहरू दिइरहेको क्या सानो एकछिन रुक